होटलमा जानु लागेको छु अनि त्यो होटलको नाम चाहिँ के हो भनेर म भनिदिन्छु तर म पुगेपछि भनिदिन्छु ल आउनुहोस् जान होटल पल्पस आइसकेँ अनि यहाँ चाहिँ धेरै डेकोरेसन रहेछ अनि धेरै राम्रो रहेछ कि अनि मैले चाहिँ सानोमा पनि जामै यो होटल पल्पस भनेको थिएँ अनि जाम भन्नुभएको थियो मम्मीहरूले पनि अनि जाम भनेको थिएँ म अनि लास्टमा होटल पल्पस छिर्दाखेरि त वाउ डेकोरेसन गाइजहरू मेरो बाबा चाहिँ हेर्दै हिँड्छ अनि यहाँ पनि रोज टक्क सजाएको छ यी देखाइदिन्छ टक्क सजाएको छ मिनी रोज जम्मा ठुलो मान्छेहरू यहाँ हेर्नु गाइजहरू यहाँ पुतली यहाँ चरा अनि यहाँ जरायो अनि हजुरको माथि टाउको माथि धेरै एक्साइटेड छु अनि म त्यो नाच्दैछु साथीहरू मेरो चाहिँ मगाइसक्यो मेरो चाहिँ फ्री पिज्जा आयो अनि त्यसलाई यति धेरै मिठो हो कि मोमो चाहिँ जुसी छ पिज्जा पनि हेर्छु है तो गाइजहरू मेरो पिज्जा आइसक्यो वाउ म चाहिँ अब खाएको छु सो गाइजहरू म चाहिँ मसालाको खाँदैछु अनि यो चाहिँ डेकोरेसनको कागती गार्लिसिङ हो नखाउँछु खाने होइन त्यो अनि सो गाइजहरू यो कागती होइन त भन्नु त खाँदा हुन्छ खानु हुँदैन हौ राख न प्राङ्क गरेको खाइसकेँ हेर्नु है दाइ यहाँ छ नि म खाइदिन्छु खाइदिएँ तपाईँ देखिरहेछ छैन नि अब म गरिदिन्छु हेर्नु गाली चिन्ता हेर्नुहोस् म जादु गर्छु सानोमा मेरो मम्मीले जुस खाँदाखेरि यस्तो स्ट्रोलाई बाँधिदिनुहुन्थ्यो क्या अहिले बाँधिदिनु भएन के हो स्ट्रो अनि स्ट्रो अनि पानीमा पनि म यही स्ट्रो हालेर खान्छु गाइज अर्कै टेस्ट आउँछ नि त अनि क्या जात देखाइदिउँ म खाएर गइसकेँ फेरि म फुकेर निकालिदिन्छु भयो नि अब म खै कता खतरा जादु यो चाहिँ जादु सो गाइजहरू
बल्पसाना बल्टी साँच्चीकैमा चाहिँ हो नि केटी साँच्चीकैमा हो केटी केटी फेक फेक बल्पसाना बबल के हो के खाएको पानी वाटर यहाँबाट हेर्नु होला सबै राम्रो भ्यू देखिन्छ यस्तो छ बल्पसाना चाहिँ हेर्नु त ठुलो ठुलो फिस अनि यत्रो ठुलो ठुलो फिस हेर्नु न ए पक्रियो छोरीले पक्रियो अब म चाहिँ अझै माथि जाँदैछु के रहेछ माथि माथि पनि उता बस्ने छ अनि मलाई चाहिँ सबभन्दा मन पर्यो चाहिँ फिस ट्याङ्क है मलाई त देखेको त ल आइस ल बाबासँग हेरिस् है त तल उता यहाँ चाहिँ तपाईँहरूले भ्यू देख्नु सक्नुहुन्छ हेर्नु यहाँ चाहिँ यस्तो छ अब हामी चाहिँ गएको छ फाइनली गाइज हामी चाहिँ मोमो र पिज्जा खाएर आयौँ त्यही सुन्न गाइज हामी चाहिँ छतमा आयौँ अब हेर्नु अब चाहिँ कफी खाने अब म चाहिँ डुल्छु है त हेर्नु उता आउँदैन अनि यहाँबाट बल्पसा होटल चाहिँ तल आएको बर्गाछिमा छ अनि बल्पसा चाहिँ यस्तो छ हजुर सबैजना बल्पसामा आउनुहोस् अनि मिठा मिठा खानेकुरा